सम्पूर्णलाई नमस्कार। नम्बर 5 ले सुरक्षित ओडा अभियान गर्दैछ। यो सुरक्षित ओडा अभियान अन्तर्गत आज हामी डान्स एकाडेमीमा आएका छौँ। हुनुहुन्छ यहाँ प्रिन्सिपल आदरणीय दाई हाम्रो महेश विष्ट दाई। विगत लामो समयदेखि उहाँले चाहिँ एउटा यो स्कुल चलाएर यहाँ राम्रो व्यवस्थापन सहित एउटा स्कुल नन्दीनाथ स्कुल चलाइराख्नु भएको छ। एउटा ओडाको तर्फबाट हजुरलाई एउटा सानो सहयोग माग्न आएको दाइ। सुरक्षित ओडा बनाउने अभियान अन्तर्गत हामीले चाहिँ सीसी क्यामेराहरू ओडामा चाहिँ खरिद गरेका थियौँ दाइ। तर समस्यावश ओडामा बजेट कम हुने हुनाले अब यो फेरि ओडा नम्बर 5 सबभन्दा बढी स्कुल भएको ओडा पनि हो दाइ। अब दिनदिनै चोरी घटना भइराख्ने, अब त्यसैले अलिकति यसलाई राम्रो गरौँ भनेर हजुरहरूलाई एकचोटि सहयोग माग्न आएको। ओडाले चाहिँ 18वटा सीसी क्यामेराको हामीले टेन्डर निकालेर 18वटा सीसी क्यामेरा हामीसँग छ दाइ। तर हामीसँग चोक छ फेरि 60-65वटा, हुन त 200वटा भए पनि अहिले पुग्दैन दाइ। तर सकेसम्म चाहिँ मेन ठाउँमा राति बिराती पनि एक्लै हिँड्दा पनि मान्छेलाई फरक नपरोस्, अब शान्ति सुरक्षाको हिसाबले पनि प्रत्येक आफ्नो ओडाभित्रको स्कुल सङ्घ संस्था सबैमा हामी चाहिँ सहयोग माग्न गइरहेको छ। त्यसैले आज हजुरकोमा पनि हामी आएको छौँ। हजुरलाई एउटा सानो यो थ्याङ्क यू। अब ओडाको सुरक्षाको लागि प्लस अब हामी विद्यालयमा हाम्रो क्यामेरा छँदैछ बाटो गर्ने गरी अब ओडाको लागि सुरक्षाको लागि अब हामीले सक्ने सहयोग चाहिँ गरौँ। एउटा क्यामेरा कति हुन्छ दाजु। हस् गभर्मेन्टमा हामी चाहिँ प्रब्लम छैन। हस् धन्यवाद। त्यति कुरा हस् शान्ति सुरक्षाको लागि जुन पहल गर्नुभएको छ ओडालाई सुरक्षित राख्नको लागि त्यसको लागि हामी शुभकामना दिन्छौँ। धन्यवाद दाइ एकदम।